गाइज अहिले बिहानको 6:50 भन्नुभएको 6:50 भएर होइन के हामी खाजा खाएर ब्रेकफास्ट बाहिर गयौँ होइन मुक्सुक गयौँ अनि ब्रेकफास्ट गरेर अनि सनराइज हेऱ्यौँ होइन माउन्टेन भ्युजहरू हेऱ्यौँ अनि अहिले यहाँतिर हामी फेरि ब्याक टु रेडी हुन आएको किनकि हाम्रो यस्तो हालतमा छ यस्तो हालतमा हिँड्ने कुरा भयो होइन चप्पल छ सो अब वी आर गेटिङ रेडी आज हामी हाई क्याम्प पुग्ने हो नि त हाम्रो गाइड दाइ हेलो हिमाल माथि सो गाइज हामी हिँड्न लागिसक्यौँ दुईजना दाइहरू अगाडि जानु भइसक्यो सो अब माथि पुगिन्छ आज हाई क्याम्पसम्म पुग्ने हो अब माथि हेरौँ कहाँसम्म पुगिन्छ के हो यो चाहिँ हामीमा आएको बाटो के हो होइन अझ जानु लाग्यो माथि घाजा जानु लाग्यो देख्दैन म देखाउँछ राम्रोसँग हिँड्नु सो यहाँबाट झन् दामी देखिँदो रहेछ त है जति नजिक गयो त्यति दामी अगाडि दाइ जानु भइसक्यो अब त उकालो होला नि दाइ उकालो छ नि ओह्रालो छ हो उकालो छ ओह्रालो छ फेरि उकालो छ ए त्यो यहाँ हाम्रो दाइ चाहिँ खासमा गाइड हो अनि उहाँ दाइको गाइडमा आउनु हो क्या हामी बाटोमा भेटेको यो दाइ चिल हुनुहुँदो रहेछ मर्निङ यहाँ कोट हो कि के हो यो सो हामी आज हाई क्याम्पसम्म पुग्ने भनेको रेस्ट क्याम्पबाट ब्रेकफास्ट गऱ्यौँ हल्का भ्युस्यु हेरेर अगाडि भर्खर 7:48 हुँदैछ हामी हिँड्यौँ अब जाम कहाँसम्म पुगिन्छ 10-11 बजीसम्म हेरौँ ओके यो लो क्याम्प होइन लो क्याम्प मैले त पारी हो क्या सायद खोइ थाहा भएन मलाई दाइले कुर्ने होइन यस्तो हो कि खासमा सँगै हुनुभयो अब त्यो छुट्टी खासमा चाहिँ आउनुभयो तर सँगै हुनुभयो हिजो सँगै बस्यो अनि माथि आज कहाँ होटल हजुरको हाई क्याम्प जाने भनेको कुनमा बुक चाहिँ गरेको छैन हामी त हजुर दुईजना दाइ चाहिँ आउनु भयो अनि हामी चाहिँ भेटेको सँगै बस्ने भनेको माथि सही देखिँदो रहेछ है यहाँबाट बादल डाँडा झन् कस्तो देखिएला त भनेपछि हिजो बेलुका बादल डाँडा पुगेको भए त झन् रातिको नाइट भ्यू चाहिँ दामी देखिँदो रहेछ त्यो नाइट भ्यू चाहिँ बवाल देख्छ हजुर हजुर चाहिँ कस्तो भयो भने बादल डाँडा पुगेर पनि जसरी पनि भोलि त हामी हाई क्याम्पै बस्नु छ ए हजुर अनि हाई क्याम्प बस्ने बेला चाहिँ अब जम्मा 2 घन्टाको मात्रै भएको बादल डाँडा हाई क्याम्प 1.5 घन्टा 2 घन्टाको त्यो दिन त हामी त हिँड्नै पर्दैन जस्तो भयो नि त जसरी हाई क्याम्प पुग्ने भएपछि भनेर तल बसेर आनन्दले हिँड्नु तल बस्छ तर भ्यूको लागि चाहिँ बादल डाँडा अति बवाल छ यसो भ्लग गरौँ भनेको कि होइन मेमोरीको लागि अब फर्स्ट टाइम हो कि आज फेरि यो हान्नुपर्छ जे कुरा नि लाइफमा एक न एकचोटि त फर्स्ट टाइमै हुन्छ नि सो हामी लोवर क्याम्प पुग्यो होइन अब लो क्याम्पबाट हल्का दाइहरू हुनुहुन्छ यहाँ दाइहरू हुनुहुन्छ रेस्ट हल्का दिदी हुनुहुन्छ हल्का रेस्ट गर्ने अनि रेस्ट गरेपछि फेरि ब्याक टु हाई क्याम्प सो गाइज हामी भर्खर फोटोसोटो खिच्यौँ रेस्ट गऱ्यौँ होइन अब हिँड्न लाग्यो ब्याकप्याकहरू छ सबै होइन सबैजनाको त्यहाँ दाइ गोप्रोमा खिच्दै हुनुहुन्छ यहाँ दाइ हाम्रो दाइ हाई यहाँबाट भ्यूहरू यस्तो दामी गजबको देख्छ एकदम डेडिकेटेड
सही तर भ्यू चाहिँ ओभर है दाइ कस्तो भइरहेको छ ट्रेक दाइले अल्छी लाग्यो होइन अल्छी मान्नु भएन नि भ्यूहरू देख्नु सक्नुहुन्छ पछाडि त्यतिकै होइन मेमोरीको लागि पछि हामीले दाइलाई पनि होइन रेस्ट क्याम्पमा भेटेको रेस्ट क्याम्पमा हामी सँगै बसेँ अब हाई क्याम्पसम्म अब सँगै हाई क्याम्प दाइहरू ब्याकप्याक गर्नुभयो आजको मेन डेस्टिनेसन भनेको हाई क्याम्प सो गाइस हामी हाई क्याम्प जाने तर्फतिर थियौँ अनि बादल डाँडा लन्च गर्ने प्लान थियो तर लुक एट द भ्यू देखिरहेको छ यस्तो चिलिने अनि दाइ दाइ टाइम ल्यास पास हो तिमी भिडियो बनाउँदै हुनुहुन्छ टाइम ल्याप्स देखाएको ओके पचलहरू सो यहाँबाट यो चाहिँ बादल डाँडाको गेटवे यहाँबाट अब माथि बादल डाँडामा एकदम यहाँ बादल देखिन्छ बादल लायो भने चाहिँ अब देखिँदैन भ्यू होइन नलायो भने चाहिँ 360 भ्यू देखिन्छ अरे सो लेट्स सी के कस्तो देखिन्छ होप लेट्स होप वहाँ गएर चाहिँ बादल चाहिँ नलाओस् यहाँ हेरौँ लुक एट द भ्यू लुक एट द भ्यू वेट 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 व्हाट द हेक लुक इन्सेन भ्यू होला त यो माछा पुच्छी हो तर बादल लगाइसकेछ एकछिनपछि बादल हट्छ कि होइन हेरौँ
बादल लाउन आँटे रहेछ है बादल हट्यो हुन्थ्यो यसो भर्खर भ्यू खुल्यो होइन अब फेरि बादल लाग्न लागिसक्यो फेरि लाग्यो सो हामी बादल डाँडाको किडवेबाट नि अगाडि बढिसक्यौँ फोटोसोटो खिच्यौँ अनि यहाँबाट झन् इन्सेन्ट भ्यू देखिँदो रहेछ सो माथि बादल डाँडा पुगेपछि भेटौँ सो हामी अब बादल डाँडा पुग्न लाग्यौँ लगभग पुगिसक्यो भनौँ होइन अब अगाडि दुईजना दाइहरू हुनुहुन्छ अगाडि दाइहरू हिँड्दै हुनुहुन्छ होइन मस्त अगाडि भ्यूहरू खिच्दै होइन अब यहाँ चाहिँ भलिबल कोर्ट रहेछ अनि हामी चाहिँ यहाँबाट अब त्यहाँ हो कि रेस्ट गर्ने खोइ कता हुन्छ हेरौँ होइन रेस्ट गरौँ ल त्यहाँबाट चाहिँ एकछिन होइन रेस्ट गर्ने अनि रेस्ट गरेपछि हामी फेरि माथि ब्याक टु हाइक्याम्पमा गएर आज रात त्यही दाइले भिडियो गर्दै जानु हुँदैछ होइन त्यो दाइको मस्त मान्छेहरू हिँड्दै हुनुहुन्छ अगाडि भ्यू कस्तो इन्सेन भ्यू हो यहाँबाट नेपाललाई स्वर्ग होइन नत्र अर्को स्विजरल्यान्ड भन्दै यत्तिकै भन्दैन कि होइन त दाइ यस लुक अहिले त बादल आएको चाहिँ बादल नलागेर कस्तो होला त insane view. Everyone should come a trek once in a while, at least once in their lifetime. Just insane. Kस्तो मजा आउँदैछ दाइ मजा आउँछ रमाइलो भइरहेछ हाइक्याम्पसम्म अहिले बादल डाँडाबाट बादल नलाइ हुने रे बादल त्यही भएर तर इन्सेन के भ्यू नेपाल अर्को स्वर्ग 50 रुपैयाँको पानी है ल गाइज 50 रुपैयाँको पानी बादल डाँडामा यति पानी भरेको 50 रुपैयाँ भरेको 50 रुपैयाँ चिसो पानी नेचुरल कहाँ त्यही भन्नुभएको उतातिर त्यो तल डाँडामा ए त्यो गेट हुनेमा गेट वे म त पानी त्यो तलबाट बोकेर आएको थिएँ होइन दाइले चाहिँ 50 रुपैयाँमा किन्नु भयो अरे होइन अब लाइक त्यो भनेको त एकदमै वाइल्ड महँगो नै भनौँ होइन म चाहिँ यहाँ 1x र 5xमा चाहिँ ट्राई गर्दैछु कस्तो हुन्छ के हुन्छ भनेर लाइक यहाँबाट यसो खिचौँ न फोटो म यहाँ कति बेला 1x होइन जाउँ कति बेला लाइक 1x भन्दा नर्मल होइन कति बेला चाहिँ 5xमा चाहिँ भिडियो गरेर आएको छु एन्ड हुन्छ नि ट्राइङ डिफ्रेन्ट थिङ्सहरू होइन किनकि मेरो फर्स्ट टाइम हो अनि सो यस्तो भ्यू के बोल्ने होइन म त बोल्ने आएन लाइक अहिले 5xमा ट्राई गरौँ 5xमा हल्का नजिक राख्दा नि हुन्छ प्लस यसको भ्यू चाहिँ होइन एकदम इन्सेन लेभल अब कसरी होइन यु सुड कम के अब मैले एक्सप्लेन गर्नै सक्दैन होइन कस्तो भ्यू छ भनेर लाइक यु क्यान सी होइन भ्यू म देखाइदिन्छु तर त्यो भ्यूलाई एक्सप्लेन गर्न सकिँदैन होइन लुक एट इट म्यान लुक एट इट
It's insane. अहिले त बादल लगाइरहेको छ बादल नलागेको बेलामा मैले क्याप्चर गर्न सके जति क्याप्चर गरेँ क्याप्चर नगरेको बेलामा ड्याम लुक एट इट Yeah, like insane level. अहिले बादलहरू आइरहेको छ खाना खाने रहेछ ओके सो हामी र खाना खाने भ्यू हेर्ने टाइपको होइन दिस लुक हाउ इन्सेन इट इज सो या अब हामी अगाडि बढ्दैछौँ खाना खाने भनेर यहाँ खाना कति पर्छ के पर्छ खाएर नि भन्नु सो त्यसै चिकन भेज होइन वाट एभर जे हुन्छ होइन खाना त पर्यो होइन बाँच्नु पनि पर्यो सो त्यसै कस्तो छ खाना है कति रुपियाँ पाउँदो रहेछ खाना होइन बादल डाँडाको खाना होइन कस्तो हुँदो रहेछ होइन यहाँ रुखहरू छ होइन रुख नभयो भने त्यहाँ पछाडि इन्सेन भ्यू देखिन्थ्यो होला सो लुक बादल पनि लागिरहेको छ सो मान्छेहरू खाना खाँदै हुनुहुन्छ होइन लेट्स नट रेकर्ड देम किनभने डिस्टर्ब हुन्छ दिस लेभल इन्सेन लेभलको insane man look at it बादल लगाइरह्यो अहिले चाहिँ बादल लाग्यो अब एकछिन हामी यहाँ बस्छौँ खाना ब्रेकफास्ट पनि तलै भयो यहाँ चाहिँ लन्च गरौँ अनि त्यसपछि चाहिँ लुक भ्यू इज फकिङ इन्सेन अहिले चाहिँ बादल लागिरहेको छ वेट म यताबाट देखाउँछु लुक गएँ ओके look at it man मलाई त ब्याक पनि डोर आइरहेको आइरहेको छु कि म म्यान कम अन Wait, look at insane! Holy moly! Oh. So, view एकदमै insane छ हैन दामी छ insane view look भ्यूहरु चाहिँ एकदमै insane हैन अब कसरी एक्सप्लेन गर्ने I can't even explain फेरि भोलि हामी यतै बस्ने हो सो इन्सेन छ भ्यू है अब ब्याग पनि हामीले राखिहालौँ लाइक कस्तो छ भ्यू बवाल है एक्सप्लेन गर्नु मिल्दैन हैन इन्सेन म्यान कस्तो है एक्चुअली नथिङ सो यहाँ म चाहिँ यत्तिकै हिँड्ने लामा पसिना आउँछ गर्मी हुन्छ भनेर लाइक यत्तिकै लगाएर आएको अब एकछिनमा खाना खानेन अब जाडो हुन्छ ज्याकेट आउँछ होइन अनि ज्याकेट लगाएपछि या अब त्यही नै हो हामी यहाँबाट भर्खर खाना खाएर निस्क्यौँ जोस खानाको चाहिँ 1050 विच वाज गुड भनौँ न होइन लाइक प्राइस त अब त्यस्तै हो यो एरियामा आएपछि प्राइस त अब होइन अब प्राइस त महँगी पर्छ होइन अब हुन नि मेक सेन्स होइन अब बिचराहरूले त्यत्रो खच्चरबाट लिएर आएर गाडीबाट लिएर आएको चाहिँ हामीले क्वेसन गर्ने ठाउँ हुन्थ्यो ए जति माथि गयो उति 10% नै प्राइस बढ्दै जाँदो रहेछ अरे हो जति खच्चरको पैसा यताउता लाइक मेक सेन्स पनि जस खाना चाहिँ जस मिठै थियो राम्रो थियो जस के अरे यति त्यत्रो पैसा खर्च गऱ्यो भन्ने टाइपको चाहिँ भएन जस मिठै थियो अब यहाँसम्म आएपछि खच्चर सोच्चर होइन यताउता अब हामीले बुझ्नुपर्ने हो अब यो महाशयले मेरो फोन खसालिदिएर अझ मैले होइन अरे हेर्नु
त्यो पनि गयो हो त्यो ब्यागको ओके मैले त होइन सबै कुहिरो कुहिरो ला दाइले नि कपडा खोल्नु भयो मैले नि खोलेँ जाडो भयो तल त्यो जाडो थियो यहाँ गर्मी भइरहेछ हिँड्दा हिँड्दै लुक जस्ट लुक सो 12:30 भयो हटाएको होला हाइक्याम्प पुग्न आनन्दले हिँडेर नै पुगिन्छ हाइक्याम्प चाहिँ कताबाट हजुर झापाबाट आइदियो चाहियो फर्स्ट टाइम हजुरको फर्स्ट टाइम कस्तो भइरहेछ मजा भइरहेछ तर हिँड्न चाहिँ हल्का गाह्रो भइरहेछ सो हामी हाइक्याम्प जान लाग्दा अन द वे थियौँ अनि गाइज भेट्यो होइन अनि अहिले चाहिँ हामी यहाँ यो गोठ भन्छ के भन्छ त्यहाँ बसिरहेको छौँ तल दाइहरू कुर्दैछौँ सो कस्तो हुँदैछ क्यारेबाट आउनु भयो अरे अनि फर्स्ट टाइम होइन हजुरको फर्स्ट टाइम एकदम रमाइलो हुँदैछ उहाँको त टट्ने होला उता घुमिसक्नु होला होइन हो ऊ चाहिँ एकदमै ट्रेकिङ पर्सन हो अनि उहाँ अब नाइट लाइफमा पनि इन्जोय गर्नुहुन्छ अब लाइक यस्तो ट्रेकिङतिर नि इन्जोय गर्नु सबै टाइप इन्जोय गर्नु होइन म चाहिँ इन्जोय गर्छु सबै यतिको चाहिँ हुनु अनि एउटा लाइफ हो होइन यतिको चाहिँ इन्जोय गर्नुपर्छ सो अब के भ्यू देखाउने होइन यहाँ पुरै कुहिरे छ या सो हामी जस्ट भर्खर हाइक्याम्प पुग्यौँ होइन सो उनीहरूले चाहिँ होटेल बुक गरेको रहेछ सो हामी पनि त्यही जाऊँ भनेको अब दाइहरू चाहिँ तल कतिलाई आउने होइन भिड हेर्दै आउनुभयो अब दाइहरूले चाहिँ प्रिबुक गर्नुभयो होइन केटाहरू चाहिँ ट्याक्क प्रिबुक गरिसकेको रहेछ सो दिस एडजस्ट होइन यिनीहरूसँग होइन सो अब हजुर सो अब भर्खर आयो अब जस हामी चाहिँ कता हो चाहिँ ट्याक्क एक्ज्याक्ट लोकेसन थाहा भएन अब फोन गरौँ भने नेटवर्क त्यस्तै हो होइन सो वी आर लुकिङ फर कतै जानुपर्छ हामी हाइक्याम्पदेखि म अब अहिले अब यसो हेरौँ पाइन्छ पाइएन भने चाहिँ लेट्स आस्क टु द लोकल्स अब के भन्छ अब लोकल्सहरूलाई त अफकोर्स थाहा हुन्छ सो यहाँ चाहिँ पुरै बादल नै बादल छ ए त्यहाँ रहेछ नि त है त्यहाँ अगाडि सो यता रहेछ नि त होटेल है हामी त उता खोजिरहेको आन्टीको होटेल आएर चाहिँ उसको आन्टीको होटेल अनि त्यही भएर चाहिँ यहाँनिर हाम्रो बुकिङ छ यहाँबाट भ्यू पनि हल्का राम्रै देख्ने रहेछ तर यो एकदम क्लियर हुनुपर्छ क्या हजुर होटेल होटेल तर टन्ने यहाँ सी होइन होटेल ट्रेकर्स प्याराडाइस वी गन स्टे हियर फर द नाइट यतैबाट जाऊँ न अब यता चाहिँ के हो धन्दै हावा चल्न थाल्यो सर घाम चाहिँ लागेको छ यता अगाडि कस्तो फोकसै भएन यहाँबाट त सही हो नि बादल सर माथि आएको छ ऊ त्यहाँ माथि दुईजना मस्त पुगिसकेको रहेछ त्यहाँ त्यहाँबाट फर्किँदै त होइन होला भर्खर गएको होला तिनीहरू पनि हेर्न सक्नुहुन्छ हामी जाने चाहिँ भोलि भनेको कहाँ छ माथि होला अझै यहाँ हो क्या अब यहाँदेखि यहाँ जानको लागि खासै त धेरै 2 किलोमिटर मात्रै देखाउँछ होइन तर उकालोले अब त्यस्तै हाल्छ होइन अब जोस् 2 घन्टा जति लाग्छ भने चाहिँ एभरेजमा होइन अब कोही मान्छे ढिलो जाँदा कोही मान्छे छिटो जाँदा त्यो छुट्टै आफ्नो ठाउँ हो तर जोस् एकोर्डिङ टु त्यो हुन्छ नि लोकल्सहरूले चाहिँ जोस् 2 घन्टा लाग्छ एभरेजमा भन्नुभएको सो हाम्रो रुम यहाँ 7 जना पर्छ अरे या सो ब्याकप्याक राखौँ हामी ब्याकप्याक राखौँ यहाँ यस अब केटाहरूको चाहिँ 3 जना पनि आउँदैछ अरे 3 जना आएपछि
मिलाउँदा यहाँ 7 जना अट्ने तरिकाले तल माथि म्याट्रिस स्याट्रिस यताउता होइन मेरा भिडियो बनाऊ सो यहाँबाट पछि चाहिँ दामी भ्यू देखेछ बल्ल घाम लगाएर त्यो खुल्दैछ बादलहरू लुक्स ब्युटिफुल अति नै दामी अति नै दामी दिस लुक यो बादल अझै राम्रोसँग क्लियर भएन अझै राम्रोसँग क्लियर भएन झन् कस्तो दामी देखिएला त सो भोलि हामी स्ट्रिट जाने बाटो यही नै हो हल्का जुम गरौँ भ्यू देखेर बल्ल आएको थियो इनाम हेर न ओ इनाम सिधेर बस कसो हेर तिमीले गरेर हेर अब ए अझै यस्तो आज आज अझ के अरे के भन्दै थियो के अरे केटी डऱ्यो क्या त मैले होइन अरे यस्तो हँसाउने कि चार्जर ल्याउने कहाँ मैले हेर रिग्रेटहरू छैन क्या अनुहार तिमीलाई रिग्रेट होला नि भन्छ पछि किनिदिउँला रे कि अझै यस्तो कमाउने भएपछि नि यस्तो हँसाउने रिग्रेट भएको अनुहार कस्तो हुन्छ र वाइल्ड दामी रहेछ नि त नि यहाँ सो यो यता पछिको भ्यू हेरौँ है त यहाँबाट यता हाम्रो पछिको भ्यू हामी बसेको ठाउँ यही हो लुक पछिको भ्यू पनि राम्रै रहेछ टक्क हाम फाल्न पाएर यस्तो उड्न पाएँ त है यता चाहिँ घाम टल्किरहेछ यहाँबाट दामी देखिरहेछ पछि मेरो पछि भ्यू हो सो हामी आएर फ्रेस भएर कपडा एक्सचेन्ज गऱ्यौँ अनि टोपी सोपी लगाइरहेको छ अर्को वाल तातो वाला केटाहरू पनि चिल्ची टाइपको केटाहरू रहेछ अब यहाँबाट भोलि गइन्छ यहाँ इनाम तिमीले कता देखिरहेछ त्यही बस्दा देख्छन् ए होइन हामीले गरेर साइको भइरहेछ जाने यहाँ चढ्ने हो यहाँ चढ्ने रे जाऊँ न त है इनाम अगाडि म पछाडि त्यसको कस्तो हुन्छ त्यहाँ यता पनि रहेछ हुँदैन मेरो खुट्टा हल्का दुख्न आँटिसकेछ काम भुल जाने त्यही हो यताबाट जाऊँ न हेरौँ कस्तो दामी टाइमिङमा खोलेको त नि है ब्रो यहाँ ब्रोले नि खिच्दैछ ब्रो चाहिँ फोटोग्राफर टाइप काइन्ड अफ जस भविष्यको होइन भविष्यको फोटोग्राफर सो या बादल खुलिन्न अब डाइरेक्ट बादल भोलि खुलिन्छ होला सोचेको तर फर्चुनेटली बादल चाहिँ खुलिदियो
सो यति नै अब अरू मुभमेन्ट छ भने म खिच्छु बेलुकातिर, अरू यति नै।